रहेका सबै पत्रकारहरूको छाता सङ्गठन हो यो। यसले चाहिँ आज प्रज्वलन गरेर यो दिवस मनाउँदैछ। प्रतिबद्धता जनाउनु भएको छ। त्यसको लागि म समग्र नवलपरासीका पत्रकारहरूको तर्फबाट र पत्रकार महासङ्घको तर्फबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पत्रकार महासङ्घ जहिले पनि प्रेस स्वतन्त्रता र नागरिक अभिव्यक्ति स्वतन्त्रताको बारेमा लड्दै आएको छ। लोकतन्त्र स्थापनाको लागि 62-63को आन्दोलनमा पनि नेपाली पत्रकारहरू नै अग्रसर भएर यो लोकतन्त्र स्थापनालाई अहम भूमिका यहाँसम्म स्थापनामा महत्त्वपूर्ण योगदान रहेको छ। यहाँहरू सबैलाई जगजाहेर छ। पत्रकारहरूले प्रेस स्वतन्त्रताको कुरा गरिरहँदा आफूले लेख्न पाउनुपर्छ भन्ने मात्रै माग होइन, नागरिक स्वतन्त्रताको कुरा पनि हो। जबसम्म अभिव्यक्ति स्वतन्त्रता हुँदैन, जबसम्म बोल्न पाउँदैनन्, तबसम्म उनीहरूका अधिकारहरू बाहिर आउँदैन।